हेलो साथीहरू, मैले चाहिँ कुटे काटिसकेँ अनि हाम्रो आमा यहाँ बसिराख्नु भएको छ। यो चाहिँ मैले अहिले भर्खर घाँस यसलाई कुटे काटेको भन्छ अनि यो चाहिँ खोलिदिने हाम्रो काली राजकुमारीलाई दिनुपर्छ र उहाँनिर हाम्रा प्यारा बोकाहरू बसिरहेको छ। तिनीहरूलाई चाहिँ यो काटेको मजाले खोले बनाएर दिनुपर्छ। मेरो घाउ आएको छ आमा, म बिमारी भएँ। आया अनि हाम्रो प्यारी काली गाई यहाँ बसिरहेकी छिन् र यो घाँसलाई हेरिरहेकी छिन् कति खाना दिन्छ भनेर। यी हाम्रो प्यारी आमा यता हाँसिराख्नु भएको छ। के भन्न चाहनुहुन्छ आमा? धन्यवाद भन्न चाहनुहुन्छ? ल आमाको आफ्नै ताल छ र त्यही त्यो हेरेर मम्मी ड्याडी आउँदा कति खुसी हुन्छ मेरो प्यारी बुहारीले घाँस काटेर राखिदिन्छन् भनेर। अनि हाम्रो प्यारो गाई पनि मुसुक्क मस्किँदै हुनुहुन्छ मलाई यति धेरै घाँस खान पाउँछु भनेर। ल त ओके साथीहरू, म चाहिँ गएको, बाई बाई।